साह्रै गाह्रो हुँदैछ हौ काम गर्न पनि। कम्पनीभित्र त्यस्तै समस्या छ, कामको प्रेसर त्यस्तै छ। कम्पनीमा लास्टै काम गर्न गाह्रो भयो। तिमीलाई कस्तो हुँदैछ? काम त यस्तो गाह्रो छ नि, आफूले के अरे यता गरे उता हुँदैन, यस्तो गरे उस्तो नहुने। यो पहिला पहिला चाहिँ अलिक गाह्रै हुन्छ कि जस्तो लाग्छ मलाई त। के हो? त्यही त हौ, मलाई पनि काम गर्दा 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 मान्छे कामको प्रेसरले डिप्रेसनै जाला जस्तो भइसक्यो। घरबाट त्यस्तै प्रेसर छ, के गरिस् कसो गरिस् भन्छ। तो नए भाइहरू थिए सेन्टी अह जुन चाहिँ भक्ति कहिले खायो क्या हो यार भटीहरूको खुसी हुँदैन ल उहाँहरूको भाइहरूलाई टेन्सन लिनु हुँदैन। यस्तै हो, सुरु सुरुमा अब हामी आउँदा पनि यस्तै भोगेकै हो। अब भोटेहरू कराउँछन्, गाली गर्छन्, अब सहनै पर्यो। अहिले सक्यो भने पो अब 2-4 महिना पछाडि सजिलो हुँदै जान्छ, तिमीलाई पनि सजिलो हुन्छ। सानातिना कुराहरूलाई लिएर चाहिँ अलि धेरै नै स्याड भयो जस्तो त्यस्तो चाहिँ नगर्नु। अब कमाउन आएको हो, अब मुख्य कुरो चाहिँ अब तिम्रो आफ्नो ज्यानको सुरक्षा गरेर चाहिँ काम गर्नुपर्छ। यी सामान्य कुरा हुन्। अब हामीले पनि भोगियो, हामीभन्दा अगाडि दाइहरूले पनि भोग्नुभयो, तिमीहरूले भोगिराखौ। यस्ता कुरालाई चाहिँ सामान्य रूपमा लिएर अगाडि बढ्नुपर्छ, टेन्सन नगर। हो दाइ भन त। यहाँ सुन भाइ, अब यहाँ सबै कुरा भगाइ र अरूको सोचाइमा फरक छ होइन। परदेश भनेको कुरा सबै हजुर दाइ। कुरा चाहिँ आफूले चाहिँ होइन आफू नै आत्मनिर्भर भएर आफूले नै मन दरिलो भएर चाहिँ बस्नुपर्छ। हरेक कुराको चाहिँ आफूले निर्णय लिने हो होइन। हरेक मान्छेले भन्छ यस्तो उस्तो भन्छ, कसैको कोही पनि सुख सन्तोष हुँदैन यहाँ आएर होइन। हुन चाहिँ अब बेसिक 2 लाख त आउँछ नि नेपालमा, 2 लाख भयो नि हुन्छ भन्ने खालको चाहिँ हुन्छ मनमा। तर यहाँ आएपछि चाहिँ यो अरूको के देख्दा यताउति गर्दा धेरै मान्छेहरूको चाहिँ यस्तो मानसिक तनाव हुने होइन, अरूको भन्दा मन विचलित हुने हुन्छ मान्छेमा, नहुने होइन। तर यसलाई चाहिँ बिस्तारै चाहिँ आफूले भोग्दै होइन आफूले नै सिक्दै अगाडि बढ्नुपर्छ। सबै कुरा बिस्तारै म्यानेज गर्दै जानुपर्छ। सुरु सुरुमा सबैको त्यस्तै हो।